साथी ढाडो बनाउनु लाग्छ है हामीले अब घरको लागि। ढाडो छान त पर्दैन छ, घर नजिक बनाउनु पर्छ सानो एउटा भनेर। यहाँ चाहिँ बाबा र भाइले मसला मोल्दै हुनुहुन्छ। बिमल कस्तो चल्दैछ नि काम? काम एकदमै राम्रो चल्छ। बाबाले अब नयाँ ढाडो बन्दैछ, काम चलिरहेको छ। मलाई चाहिँ आज अलिअलि बिसन्चो बनाएको छ र पनि कसिएको हामी यहाँ बनाउनु पऱ्यो भनेर हिजोसम्म अर्को काम भुलिरहेको थियौँ। आज यहाँ घर नि काम गर्नु पऱ्यो भनेर कसिएको। अब यसो हामी धरान गरिसकेपछि देखाउँछौँ है त साथीहरूलाई। फेरि यहाँ सोलिङ किन गर्नु भएको छैन भन्नु होला। यहाँ कुकुरले अलरेडी पहिले बसेको ठाउँ छ, झापन मारेको छ, त्यही भएर गरेको छैन। फेरि कुकुरको कस्तो बनायो भन्नु होला। हेरे साथी दलन सुरु भइसकेको छ। फेरि काम गरिरहेको छ यहाँ कसरी मिलाइरहेको छ। टक्क लगाएर काम गरिरहेको छ। हाल्नु पर्छ त्यो त म डिगबाट हाल्दै ल्याउनु। काम भयो साथीहरू, तलबाट देखाउनु पऱ्यो। फाइनली बिस्तारो देखाउनु भयो। काम चाहिँ कन्टिन्यू गएको रहेछ ल। यो दिकमा फाल्नु पऱ्यो। अब अहिलेतिर ल साथीहरू फाइनली ढलान सकियो। ढलान सकिएपछि यो अवस्थामा आइसक्यो। यो ढाङ्ने हुन्छ, यो लुक्समा आइसक्यो। अब बाँकी काम भोलि हुन्छ। फेसतिर हाल्ने यता भाइ साथीहरू अस्ति बनाउनु लगाएको ढाडो चाहिँ अब कम्प्लिट हुँदैछ। आज सफ्टिङ गरेर सकिएछ, सफ्टिङ भइसकेको छ। यहाँ अब गिटी बालुवा मोल्ने काम हुनु लाग्छ। हाम्रो नयाँ ढाडो घरको आँगनमा नयाँ ढाडो बन्दैछ, पुरा बन्दैछ। अब यो चाहिँ फाइनल भइसकेपछि म देखाउँछु। हुन्छ यहाँनिर अब बन्न लागेको, यो सफ्टिङ भइसक्यो। टक्क लिएर यता रिमल सर काम कतिको छ? पुग्छ त यति मसलाले? बागलुङदेखि लिएको मसला आयो। ल ठिक छ, यहीँनिर बन्न लाग्यो। अब अहिले तपाईँहरूलाई यहाँ ढलान गरिसकेपछि देखाउँछौँ। ढलान भन्दा नि अब के भन्छ यसलाई, त्यही हामीलाई त ढोड्नै गर्छ गरे। नमस्ते त गर्छ। अस्ति गरेन, नमस्ते गर्छ क्या हामीलाई। अस्ति धो गर्थ्यो त कहाँ हुने मलाई होइन। हटाउँदै यार के आइफोन केही भन्ने फटा दाइलाई हेरौँ। यहाँ फटा दाइ चाहिँ काम गर्दै हुनुहुन्छ। यति तल होइन क्या, जानेकै रहेन चाहिँ यसले, नाच्छ त्यही झन् धेरै कट्टल हान्थ्यो भएन अहिले माथि खान। एक दिन क्लास दियो त्यसलाई, एक दिन क्लास दियो त्यसलाई। उराको मान्छे को हो यस्तो खुकुरी? आज खुकुरी कसले उराको?
एक सरकार काट्दैन काट्दैन धार घोट्ला अन्त कन्न घोटिन्छ बस्छ हो बुझ्नु लिएर भन एकछिन सुत्ता पुरै यसलाई झुटियो यस्तो काट्छ नि काट्छ पानी आइसक्यो अनुसार फेरि काम गर्दा गर्दै त्यहाँ बनाएर फेरि यहाँ गाईचहरूले बाख्रा काट्नु लानु भएछ वेलकम गर्नुभयो आइया छ अब भुट्टा सुट्टा खाने होला बोका ठुलो हो गरियो केटा यत्रो खसियो त कहाँ बोका बोकै हो बनाखा त अनि होइन खसियो अलि माथि उता ल बुझ्दा त दुइटै छ कहाँबाट ल्याएको यो वहाँबाट पहाड खानीबाट पाँच खानी होला गरे पाहाड खानी भन्छ 15 होला 15